गुड मर्निङ नमस्कार मेरो भिडियोमा स्वागत छ हजुरहरूलाई। आजको दिन पानी परेर गयो। उहाँ चाहिँ अझै इन्गेजमेन्ट गर्ने मान्छे हुनुहुन्छ, उहाँ परेर हेर्नु भएको छ। अनि त्यसपछि हामी पार्लरमा रेडी हुन गयौँ। त्यसपछि मैले नेल देखाएँ अनि म पार्लरमा गएर भिडियो बनाएँ। त्यस पछाडि भिडियो बनाइसके पछाडि म पनि रेडी हुन थालेँ। मेरो कपाल गराइदिनु भयो, कस्तो राम्रो, कस्तो देखियो त्यो त हजुरहरूले भन्ने कुरा हो, मैले भन्ने कुरा हुन्न। त्यसपछि यस्तो देखियो त फिनिसिङ भएको थिएन है। फेरि त्यसपछि इन्गेजमेन्ट सुरु भयो अनि मैले टिका लगाइदिन थालेँ। दुईजनाले नङले टिका लगाइदिन नमिलेर बर्बाद थियो। त्यस पछाडि मैले पनि खाम पनि दिएँ। त्यसपछि रमाइलो भयो आजको दिन। अनि अरूले पनि टिका लगाइदिनु भएको थियो सबैजनाले। अनि भिडियो बनाएँ मैले। को हुनुहुन्थ्यो, मम्मी हुनुहुन्थ्यो, को हुनुहुन्थ्यो। अहिले चाहिँ सबैजना गइसक्नु भएको थियो, तर बिहाभन्दा ठुलो भयो इन्गेजमेन्ट पनि। अनि यिनीहरू सबै मेरो बहिनी, प्यारो प्यारो बहिनीहरू, नक्कलीहरू हुन्। टिकटक सिकटक के बनायो थाहा भएन, तर गीत थिएन फेरि, त्यस्तै बनायो। त्यस पछाडि कति राम्रो छन्, कसैलाई कुन राम्रो लाग्छ भन्नु होला कुन राम्रो लाग्छ भन्नु होला। त्यस पछाडि यस्तै गरेर दिन गयो यति बेलासम्म। त्यसपछि केक काट्ने सुरु भयो। टक्क लगाएर यिनीहरूले केक काटे। हामी दुईजना हुन्, कस्तो राम्रो देखिया छ। जय साहबलाई पनि धेरै राम्रो देखियो, बहिनीलाई त भन्नै परेन। यहाँ फोटो सेसन चलिरहेछ। त्यसपछि यहाँ फेरि अलिअलि नाच्ने भयो, कोही नाच्ने, कोही बिदाई हुने। अनि फेरि हामी हावातालमा त नाच्नै पर्यो। त्यसपछि सबै जानुभयो, हामी चाहिँ नाचेर बस्यौँ एकैछिन। अलिअलि त रमाइलो गर्नै पर्यो नि त, त्यही भएर रमाइलो गर्न त छोड्नु भएन। भोलिको दिन त आउँदैन अब, त्यही भएर रमाइलो भयो। बेहुली नानी अब इन्गेजमेन्ट गरेको मान्छेलाई के भन्छन् थाहा भएन। उहाँ पनि मजाले नाच्नुभयो। लास्टै गर्मी थियो। त्यसपछि हामीले रमाइलो पनि गऱ्यौँ। मेरो नाच हेर्नु न कस्तो। त्यसपछि नाचेर थ्याङ्क यू, बाई बाई, गुड नाइट, शुभ दिन, शुभरात्रि।